ला आज पैसै बोके छैन ला पैसै बोके पहला म पैसा लिएर आउँछु ल ए बाबु नगर न खै साइडमा दिन्छु नि रोक त म साइड लाउँछु ल तिमीहरू ल धेरै तनाव दिए यार सोल्टे यार यस्तो खाली काम गर्दै बहुत तनाव भयो यार मेरो के रेडी भइसक्यो होइन सबै राम्रोसँग गरौँ भने नि नभने तपाईँले गोप्रो होल्ड गराउनुपर्छ गोप्रो होल्डर हो आज अलिअलि भिडियो बनाउने सोचिरहेको छु म कमल विनायक साइड गइन्छ होला त्यहाँ सोल्टीहरू पर्खिरहेको छ सोल्टीहरू फेरि बेलुका ड्युटी होला यो चाहिँ रेडी भयो है खोलेर हाल्नु पर्यो कि त्यही भएर होइन there monkey again ninja lax head down मैले सबै बनाएर के guys I'm going to come home Vinayak to meet my friends Salties and let's go for it. Should I carry your bag or get out of something? I'm carrying this ukulele and extra batteries. So I'm keeping it in my potla. Earbud boom. Get up on my lap. Look, I'm going outside. Dai Monish Kela? I need to grab my shoes on. So here's my daily heavy shoes. Red and एउटा सर्ट हान नि त भाइहरु एउटा राम्रो हान नि त म तिमीलाई भिडियोमा हाल्दिन्छु हान ल एउटा दामी सर्ट ओ आउट भाइ तिमी त आउट हो नि त हो ल फेरि क्या त हो र बलर है मालिङ्गा हो क्या मालिङ्गा ला आज पैसै बोके छैन ला पैसै बोके पहला म पैसा लिएर आउँछु ल दे दो न पह अब पैसा लिएर आउँछु ओहो बच्चाहरूले बाटो छेक्दिरह यार पैसा पो छैन यार बिर्सेछ के ए आज त पैसा पो दिनुपर्छ त यार
दाइ दाइ तपाईँसँग खुल्ला पैसा छ खुल्ला पैसा छ छैन बाटो छेक्छ नि त बच्चाहरूले आज यति त बोकेँ मैले 5 रुपियाँहरूको छ 5 रुपियाँ होला के होस् छोडिदिनु न यसले हुन्छ होला 2-3 ठाउँमै रोकिदिन्छ अनि लोक्दैन होला 5 15 रुपियाँ दिनु न 5 रुपियाँ 5 को 15 3टा दिनु 3टा भइहाल्यो नि ओके Going back. के ले बाटो छिकेर बाटो छेकेर है लो 5 रुपिस ल बाई बाई I'm going to pick up Surya bhai. Surya bhaiलाई पिक गर्नु पर्यो माइक छैन साउन्ड पनि सुन्दैन माइक जडान गर्नुलाई नि महँगो पर्ने रहेछ नि त जब यसको टेम्पर ग्लास त 700 रुपियाँ पर्यो नि यार त्यस्तो पनि हुन्छ मोबाइलको जत्रो पनि छैन क्या 700 रुपियाँ धेरै महँगो बनाएर छ त्यो भाइ कहाँ रहेछ हेत फेरि भाइ मान्छे चाहिँ आयो मोबाइल चाहिँ ल्याउन बिर्सेछ क्या जाने हो त लिनु जाने पसौँ हेत फेरि कि बर्बाद भइहाल्यो नि यार ल यो चाहिँ सल्लाघारी निस्किने राधे राधे निस्किने सर्टकट बाटो है यो चाहिँ बोडेको पुल कटेर उकालो लाग्ने बित्तिकै लेफ्ट हार्ड लेफ्ट हाने होइन ठ्याक्कै यही बाटो कमल विनायकतिर पुग्न अब कमल विनायक कहाँनिर भाइ यो अब कहाँनिर सल्लाघारी ए बजार नहेरेको है एकचोटि यता फर्केर हेऱ्यो नि हुँदैन यार अनि थाहा हुन्छ नि त बाइक आएर भनेर कसको भाइरल भिडियो आउने हो भयो अब पटाएर बौलाएर लडीबडी गर्नेहरूको आउँछ अब ट्रोल यस्तो आयो कि ट्रोल हुने भयो क्या देउसी भैलोमा पनि ट्रोल हुन्छ क्या भाइ त्यो बच्चाहरू आउँछ होइन के गर्छ उ हेर्न नहेरेको ले खुट्टा ढोग्नुपर्छ कि बोकेर पार दिनुपर्छ के हो कि हो यार यस्तै हो नि टेढो आँखाले पनि नहेरेको क्या अब टक्कै घुमाउनु अल्छी लाग्यो पनि क्या भाइ होइन टेढो आँखाले हेऱ्यो ए यार आफ्नो लागि टाउको घुमाउन सकिन्न भने भाइ परि बाबाको परिलाई त पर्दैन बाबा कि परिहरू त फेरि कोहीसँग डराउँदैन नि फेरि सबलाई हानिदिन्छ आफै अब राइडमै छ भने
आफै ठोकेर आफै हो 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 राइट देखाएर लेफ्ट हिँडिदिने हो नि त फेरि उनीहरू त खतरा हो नि फेरि त्यही त उनीहरूको पछि पछि हिँड्नु हुँदैन उनीहरू एकदम खतरा राइडरहरू विद्वान उनीहरूको पछि पछि बस्नु हुँदैन खाल्टा परिन्छ हाल्दा पनि परिन होइन सेफ राइड हुन्छ राइट देखाएर लेफ्ट हिँडिदिन्छ अनि सेफ राइड हुन्छ सबले झुकाइदिने क्या दुनियाँमा माथि डब डाँडा खाने त्यहाँबाट परेवा छ क्या सेतो परेवा होइन बाइकमा बोलाउनु तपाईँले होइन ओहो ब्याट्री डाउन हुन लागेको छ अर्को ब्याट्री बोकेको त थियो त्यहाँमा त बाल छैन त यार मौसम ठिक छ आज पानी पर्नुपर्ने हो शिवरात्रिमा जहिले पानी पर्थ्यो पोहोर परेन नि भाइ यार कहिले पर्छ कहिले पर्दैन अब हेर्नु तर आज हेर न मौसम त पर्ला पर्ला गरिरहेको छ पर्दैन यो पपुलेसनले गर्दा हो है पोल्युसन भाइ अलिकति हाइटमा जानुपर्छ होइन अनि देख्छ क्या फोहोर माथि माथि क्या अब पुरा अर्को छुट्टै लेयर बनेको हुने क्या फोहोरको अनि त्यहाँ माथि पो बल्ल बादल छ क्या पानी पर्ने जग्गा बेसी होइन हराउँछ ए धुङधुङ पानी पऱ्यो भने त हराउनु त पर्ने हो नि उयो यस्तो तुवाल जस्तो छ नि भाइ उयो तुवाल जस्तो छ नि सबै यो सबै पोल्युसन त हो नि भाइ यो सब पोल्युसन हो होइन त्यो हामीलाई फिल्डमा त नभए आकाश निलै हुन्थ्यो क्या यति बेला यी सब पोल्युसन हो यहीँबाट कलरै छुट्टिन्छ नि होइन कलरै छुट्टिन्छ नि अब हामी अलिक माथि पुग्छौँ होइन त्यहाँनिर फेरि अर्कै हुन्छ क्या मौसम पनि क्या वातावरणै अर्को हुन्छ क्या ठिक छ अब यतिको हिँडिन्छ होइन त्यो अलिकति हाइटमा गएपछि म त कतिलाई त देखेकै छैन होला कतिले त यार हल्का हाइटमा गएपछि नि यो फोहोरको एउटा लेयर छुट्टै छ क्या त्यो बादल जस्तै एउटा लेयर क्या भ्यू आउँदै अहिले त मुनि अनि त्यस्तै भएर चाहिँ इन्डियाको दिल्लीमा नि घाम लाग्दैन अरे नि त कहिले पनि यहाँ त घाम लाग्दैन अरे यार पोल्युसनले क्या पोल्युसनले त्यहाँ अब यार त्यहाँ त कहिले घामै देख्दैन अरे के भन्छन् है म सुनेको है म गएको छैन कसरी बस्छन् यार पनि बुझ्दिनँ क्या म यहाँनिर कताबाट छिर्ने कताबाट हिँड्ने पुवा आयो क्या यो त हटाइदिए नि हुन्थ्यो यार पार्टी पाउमा त हुने होइन त्यो त हटाइदिए हुन्थ्यो क्या यार तर धेरै कन्फ्युज हुन्छ क्या यहाँनिर मान्छेहरू यतापट्टिबाट छिर्यो कि यतैबाट यसरीसम्म भन्ने हुन्छ क्या त्यो पुरै यस्तै टाल्दा भएर हुन्थ्यो क्या है त डिभाइडर राखेर
अलि यता सम्म डिभाइडर राखेको हुन्छ किन्दैन क्या यो त त्यहाँ बाटो छ नि त उतापट्टि जाने त्यही भएर नि होला त्यही भएर त हो हुनु त म्याक्सिमम् फेरि भएको पनि त्यही नै हो क्या आजभोलि निधीहरू कहाँ रहेछ निधी ट्रेनिङ भइरहेको छैन आजभोलि म्यादीको ट्रेनिङ भइरहेको नि भाइ म्यादीको हजुर हेलो सोल्टी ए हो ल म आइपुग्न लाग्यो ल म आउनु लाग्यो ल सोल्टी ल केटाहरू त यहाँ झरे पर्खेर खाजा खाने ठाउँमा अरे केटाहरूलाई फेरि कहिलेकाहीँ एक्सिडेन्ट भइदिन्छ कहिलेकाहीँ अलिक सेफ भएको हुन्थ्यो बच्चाहरू यार यस्तोमा गल्लीमा ठिक छ क्या यस्तोमा नगरी हुन्थ्यो भन्छु रसमै हिँड्न हुन्छ यतातिर सबैजना केटाहरू झन् आज खाएर कुदाएर हुन्छ नि यार बाटो त सही छ नि आर्मी एरियाहरू क्या होइन आर्मीको जाने जस्तै हुन्छ है पिस ह्याप्पी शिवरात्रि रे क्या इट्स नाउ डाइरेक्ट सोल्टीहरू भाटो पुग्न आयो त्यो मेरो एउटा सोल्टीको यहाँ ट्रान्सफर भएछ क्या पहिला तल थियो क्या के पोखरी चाहिँ सिद्ध पोखरी के अरे कमल पोखरी छेउमा थियो अहिले यहाँ पुऱ्याइदिएछ क्या सोल्टीलाई ऊ त्यो माथिको बाटैबाट यता तेलकोट निस्किनु पर्छ जस्तो लागिरहेछ क्या तेलकोटबाट पर क्या चन्द्रगिरीको डाँडा निस्किँदो रहेछ होइन चन्द्रगिरी चन्द्रगिरी चाङ्गु नारायण गाडी आएछ गाडी चन्द्रगिरी भन्न आएछ क्या चन्द्रगिरी हो भन्न आएछ मलाई है हल्का यता खुल्यो सारा भित्र हाल्यो सेफ्टीमा हिँड्नु पऱ्यो नि सेफ्टीमा होइन म यहाँ भ्लग बनाएर चाहिँ यार कहाँ गरेर हो क्या त्यो एउटा भिडियो छ त म यहाँ क्यामेरामा बोलिरहेको छु कस्तो गरेर सुरे भाइ त्यही भयो क्या भर्खर आइपुग्न लाग्यो अब केटाहरूको हल्का पुस हाल्नु न है जय शम्भो जय शम्भो कैलाशपति बाबा ए बाबु नगर न खोइ साइडमा दिन्छु नि रोक त म साइड लाउँछु ल तिमीहरू लड्ला नि फेरि त्यो लड्ने छ नि होइन गाडीहरू स्पिड आएको छ भने छोड ल त्यसरी नहोइन ल मलाई चिन्दैन अहिले फर्केर आऊ अहिले चिन्छु ल हो छोडिदिने मेरो पछाडिबाट तान है ल बाई बाई ए पछि बेला
केटाहरू के छ त यिनीहरू पैसा बाँडेर त जान्छन् नि हल्ला खाने होइन होला त हामी चाहिँ हल्ला जम्मा गरेर खान्थ्यो एउटा रमाइलो दाइ पच्चा बेला पैसा होइन त्यो पापाजको बोकेको थिएँ क्या हजुर त्यो पापाजको बोकेको छ क्या मैले छैन भनेर इम्बारेस हुनुभन्दा दिने नि तर हल्का सेफ्टी पनि दिनु पऱ्यो नि त होइन यसो गर यसो नगर त भन्नु पऱ्यो नि होइन हो यही हो क्या साथीहरू सर्वा भएको यही हो केटाहरू छन् चाहिँ उहाँ फेरि यहाँ छन् कि माथि यो त के सोल्डे त्यसो एकदम ह्याप्पी शिवरात्रि सोल्डे के छ हजुर तपाईँ त आउनुभयो कि टाइम मेरो अलिकति कन्भर्सेसन गर्न गाह्रो पऱ्यो यार के पर्यो सोल्डे मेरो त नि 6 बजीदेखि त ड्युटी छ त यार ला अनि त्यस्तो गरेर के हुन्थे सरी के चाहिँ के गर्ने त बाज खेलाएर हजुर बाज खेलाएर होइन एकछिन त्यो टाइम पास गरेर दुईजना मात्र होइन 4 जना ए के गर्ने सोल्डी के गर्ने यार स्ट्रेट गर्नै गाह्रो पऱ्यो क्या अनि उहाँ सोल्डीको उसको त 2 बजीदेखि छ उसलाई त फरकै पर्दैन नाइ ऊ त नाइटै जान्छ भनेदेखि नि ठिक छ म उसको ड्युटी म गइदिन्छु म चाहिँ भ्याउँदैन होइन एकछिन बसेर म निस्किन्छु होइन उसलाई चाहिँ ऊ चाहिँ नाइट नै बस्छ नि तपाईँहरूसँग कुनै ठाउँमा गएर हामी धेर बेर त बसिन्न 1-1.5 घन्टा त हो नि हो र त्यो भयो भने मुभ अन हुनु त हामी चाहिँ 6 बजीतिर त फेरि 6 बजीसम्म आइपुगिहाल्नुपर्छ हामी यतै माथितिर जाउँ न एकछिन हुन्छ त्यसलाई खाली गरेर हाल्नु पर्यो क्याम्पिङ गर्नलाई त क्याम्प स्याम्प त ढिला हुन्छ सोल्डी हो जाउँ न त बाइक फेरि ल उता बसौँ सी इज माई वसन्ती यो चाहिँ ओह्रालो जानु पर्यो सोल्टीहरूलाई लिनलाई फेरि ब्याक टु चौकी केटाहरूलाई लिफ्टै दिएन छ कसैले पनि है अनि बसेको नि डाङगोइङ भइरहेको छ है केटाहरू छनु चाहिँ कता छन् ठ्याक्कै उयो हो कि यतै हे त्यो नगरबाट ओह्रालो आउँदा सर्टकट है केटाहरूलाई उद्धार गर्नु पर्यो प्राइजहरू कहाँ आइदिएको सोल्टीहरू उता कति गयो हेलो सोल्टी कता हो हेलो कता हो खोइ म यो ओह्रालो आएको सर्टकट उता लामो बाटो गएको हो तपाईँहरू ल आएँ ए सोल्टीहरू पनि लामो बाटो पो गइसकेको छ नि जय शम्भु कतिमा आएँ म यो सर्टकट हो है सोल्टीहरू चाहिँ यता लङबाट हामीले सोल्टीहरू कता कता है धेरै तनाव दिए यार सोल्टी यार यस्तो अलिक माफ गर्दै यार बहुत तनाव भयो यार भयो हजुर भयो सोल्टी ल है त सोल्टीहरूको उद्धार भइसकेको छ अरे यार भयो यार
वेट गरेको होइन गाडी चाहिँ डबल आउने कि त फेरि बेलबोटसम्म नपुग्ने गाडी आउनु थाल्यो कि बस आएको भए पनि बसमा चढिहाल्छु मेरो 2 जना सोल्टीहरूको उद्धार भएको छ आज ढुक्क पाउनुपर्छ किन सोल्टी त्यस्तो जहीसम्म भन्ने हिँड्ने नि अब होइन सोल्टीहरूलाई उद्धार सोल्टीहरूलाई उद्धार भयो भने उद्धार गरेको सोल्टी रोकडा राम्रो भयो त यहाँ तलबाट बस्नु हुँदैन होइन अब ठिक छ ल त्यहाँ परको ओह्रालो छ क्या सोल्टी सर त्यहाँ फेरि 3 जना गयो भने उहिले हुन्छ क्या के अरे अगाडिको चक्का उडेको उडे गरिदिन्छ क्या पैसा त अहिले छैन ल एभ्रिवान पैदल यात्रा चलिरहेको छ है बाइक चाहिँ तल तेलगढ चोकमा राख्यो होइन मसँग त साँच्चै पैसा छैन सोल्टीहरूलाई भनिदिनु नि त हेलो नाम पनि भनिदिनु न ल माई नेम इज महेश ओखेडा ल हेयर इज विवेक राणा हेलो भाइजी हेयर इज सूर्य कार्की ल ल ल एन्ड फाइनली इट्स मी द बेस्ट कोइन्स के भएर आएको भाइ सो हामी चाहिँ त्यो परतिर गएर छौँ होइन अब डाँडा मसी गिटार बजाएपछि रेकर्ड गर्नुपर्छ है ल हिजो भ्यालेन्टाइन डे थियो घरमै रेस्ट गरेर बसेको शिवरात्रिको लागि होइन त सोल्टी एकदम बेस्ट सोल्टी म्याडमलाई नै हाई भनिदिनु अब हेलो म्याडम सोल्टी नाम पनि भनिदिनु तपाईँको उताको ए मेरो सोल्टी अँ मेरो उता सोल्टिनीको नाम खगी पुन मगर ल है वस्तुबाट उहाँलाई पनि पठाइदिनु ल फरवर्ड गरिदिनु यो भिडियो ओके सोल्टी सोल्टीको तर्फबाट भ्यालेन्टाइन डे शिवरात्रिको दिन ह्याप्पी शिवरात्रि ह्याप्पी शिवरात्रि ल यही ड्राई पिकनिक एकदम ल अहिले अब फर्किने बेला ल त अब हाम्रो चाहिँ अलिकति एकदम भित्रको कुराहरू हुन्छ होइन यो सोसियल मिडियामा देखाउनु मिल्दैन होइन त सोल्टी एकदम हामी अलिकति खुलेर गफ गर्छौँ त्यही भएर नोट इन सोसियल मिडिया है त ल पाइसिया ल माथि जक्सन बसेर फर्केर आयो होइन सोल्टी एकदम दामी हामी चाहिँ ल भ्यालीतिर फर्किनेछौँ है कहाँको टोलीहरू ल सोल्टी ओके ह्याप्पी ल ल सोल्टी है ल ओके ल भाइ ल ह्याप्पी न्यु ल ह्याप्पी शिवरात्रि ल ह्याप्पी ल सोल्टी है त ल भाइ